हो हामीलाई कुर्सी फोड्न आउँदैन, हो हामीलाई एक अर्कामा हिंसाको एउटा क्रियाकलापहरू गर्न आउँदैन। हामीले गर्ने भनेको शान्त विद्रोह हो, हामीले गर्ने भनेको निलो क्रान्ति हो। यो निलो रिबन लाएर आउँदै गर्दाखेरि, यो निलो स्कार्फ लाएर आउँदै गर्दाखेरि केही मान्यज्यूहरूले त्यहाँ आपत्ति जनाउनु भएको छ। यो सभ्य भएन रे, यो अभद्र भयो रे। यहाँहरूले हामीलाई भनिदिनु पर्यो, आम जनताले भनिदिनु पर्यो, आम सञ्चारकर्मीहरूले हामीलाई भनिदिनु पर्यो र बुद्धिजीवीहरूले, सांसदज्यूहरूले जो चाहिँ माइक भाँच्नलाई पारखी हुनुहुन्छ, कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँहरूले हामीलाई भनिदिनु पर्यो यो निलो रिबन लगाएर आउँदाखेरि हामी कहाँनिर असभ्य भयौँ कि हामीले यस्तै समाजको परिकल्पना गरेका हौँ। हामी के जानकारी दिन चाहन्छौँ भने राष्ट्रिय स्वतन्त्र पार्टी मानव तस्करी विरुद्धको आन्दोलनमा अडिग छ। आज हामीले यो निलो रिबन लगाएका छौँ। यो अन्तर्राष्ट्रिय स्तरमा नै मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज हो, अवेरनेसको लागि लगाइन्छ र हामीले यसको साङ्केतिक हिसाबले विरोध प्रदर्शन गरेका हौँ। यो आवाजमा हामी ऐक्यबद्धता छौँ भनेर हामीले तीनवटा कुरा राखेका छौँ। एउटा, मानव तस्करीको जुन अहिले जन्जाल, यो जालो छ नि, यो जालोकोबाट पीडित हुनुभएका आम नेपाली जनताहरू जो यसको पीडित हुनुभएको छ, उहाँहरूको न्यायको लागि हामी ऐक्यबद्धताको रूपमा एक पहिलो कुरा हामीले यसमार्फत सन्देश दिन खोजेका हौँ। दोस्रो, मानव बेचबिखन र मानव तस्करी विरुद्धको आवाज हो यो साङ्केतिक स्वरूप। तेस्रो, हामी सुरक्षित समाजको हामीले आम नागरिक समक्ष प्रतिबद्धता जाहेर गर्न खोजेका हौँ। तीनवटा मुख्य सन्देश लिएर हामीले आज निलो रिबन लगाएर संसदको बैठकमा मर्यादासहित हामी उपस्थित भएका हौँ र हामी आन्दोलित हुँदै गर्दा, अभियानको एउटा अंश हुँदै गर्दा, अभियानको एउटा पारखी हुँदै गर्दाखेरि पनि हामीले के गर्यौँ भन्दाखेरि हामीले सभ्य तरिकाले चाहिँ बैठकमा उपस्थित भएर हामीले यो बैठकको प्रपर तरिकाले सञ्चालन भएको छैन, यो काम कारबाही गर्न हुँदैन। बैठक सञ्चालन गर्नको लागि कम्तीमा संसदले आफ्नो मर्यादा कायम गर्नुपर्छ भनेर हामी आन्दोलनकारी चाहिँ बरु मर्यादित ढङ्गले संसदमा उपस्थित हुँदै गर्दा जुन ढङ्गले त्यहाँ विषयहरू उठाइयो, यो निलो रिबन लाएर आउँदै गर्दाखेरि, यो निलो स्कार्फ लाएर आउँदै गर्दाखेरि केही मान्यज्यूहरूले त्यहाँ आपत्ति जनाउनु भएको छ। यो सभ्य भएन रे, यो अभद्र भयो रे। यहाँहरूले हामीलाई भनिदिनु पर्यो, आम जनताले भनिदिनु पर्यो, आम सञ्चारकर्मीहरूले हामीलाई भनिदिनु पर्यो र बुद्धिजीवीहरूले, सांसदज्यूहरूले जो चाहिँ माइक भाँच्नलाई पारखी हुनुहुन्छ, कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँहरूले हामीलाई भनिदिनु पर्यो यो निलो रिबन लगाएर आउँदाखेरि हामी कहाँनिर असभ्य भयौँ कि हामीले यस्तै समाजको परिकल्पना गरेका हौँ। हो हामीलाई माइक भाँच्न आउँदैन, हो हामीलाई कुर्सी फोड्न आउँदैन, हो हामीलाई एक अर्कामा हिंसाको एउटा क्रियाकलापहरू गर्न आउँदैन। हामीले गर्ने भनेको शान्त विद्रोह हो, हामीले गर्ने भनेको निलो क्रान्ति हो र यो निलो रिबन लगाएर आज हामी आम नागरिकको हक अधिकार हनन हुने गरिकन, स्वतन्त्रताको हक, स्वतन्त्र रूपले सम्मानपूर्वक बाँच्न पाउने हक, श्रम गर्न पाउने हक, यी तमाम हकहरूलाई चाहिँ बेवास्ता गरेर जसरी राज्यले एउटा जालो नै क्रिएट गरेर गृह मन्त्रालयको सचिवालय स्वयं आबद्ध भइकन यो अध्यागमन विभागदेखि लिएर ट्राभल एजेन्सी, म्यान पावर सबैलाई तानिने गरिकन एउटा ठुलो जन्जाल जुन गिरोह छ त्यसमा नै तमाम रूपले छानबिन हुनु पर्यो, छानबिन समिति गठन हुनु पर्यो, उच्च स्तरीय छानबिन समिति भनेका छौँ।